सुनको बल सुनको बल सुनको बल अब आफ्नो एक्सट्रिम एनर्जी ड्रिङ्कको क्यानमा भएको क्युआर कोड स्क्यान गर्नुहोस् र सुनको बल जित्ने मौका पाउनुहोस्। वेलकम टु एक्सट्रिम प्रेजेन्स गोल्गफ। हामीसँग हुनुहुन्छ आज दुईजना फुटबल पण्डितहरू भन्न चाहन्छु म चाहिँ। सो मेरो लेफ्टमा हुनुहुन्छ सुशील थापाजी र राइटमा हुनुहुन्छ सिद्धार्थजी। हामी चाहिँ वर्ल्ड कप विशेष यो कार्यक्रम लिएर आइसकेका छौँ। सो आज हामी कुरा गर्न गइरहेका छौँ उज्बेकिस्तान भर्सेस कोलम्बियाको प्री म्याचको कुरा गर्न गइरहेका छौँ। उज्बेकिस्तान र कोलम्बियाको हिस्ट्री हेर्ने हो भने उनीहरूको चाहिँ यो फर्स्ट एभर इन्टरनेसनल मिटिङ हुँदैछ। आई मिन फर्स्ट टाइम इन्टरनेसनल भेट हुँदैछ दुईवटा टिमको भने। उज्बेकिस्तानको हिस्ट्री हेर्ने हो भने एजियन टिमबाट फर द फर्स्ट टाइम वर्ल्ड कपको लागि क्वालिफाई भएको हो उज्बेकिस्तान भने। कोलम्बियाको चाहिँ यो 7th एक्सपिरियन्सेस छ। सो गाइज दुवैजनाको गेमहरू त यहाँहरूले टिम तयारी पनि हेरिरहनु भएको होला होइन। सो यहाँको टिम चाहिँ कुन छ उज्बेकिस्तान र कोलम्बियामा यहाँले कसलाई सपोर्ट गर्नु? अब रियलै अब अलिकति फुटबलकैमा इतिहास हेर्ने हो भने त कोलम्बिया धेरै नै अगाडि छ। त्यही भएर म चाहिँ अब एज अ पहिलेदेखि नै फुटबल हेरिरहेको भएर अलिकति म चाहिँ कोलम्बियाले नै आज यो गेम जुन भइरहेको छ त्यो गेममा चाहिँ अलिकति धेरै नै डोमिनेट गरेर जित्ने सम्भावना धेरै छ कोलम्बियाको चाहिँ। ओके, सो उज्बेकिस्तानको कुरा गर्दा फर्स्ट एभर एक्सपिरियन्सेस छ यो वर्ल्ड कपको होइन। एसियन 9 कन्ट्रिजमा उज्बेकिस्तानले नै यसपालि आफ्नो ठाउँ बनाउन सफल भएको छ। सो यहाँले चाहिँ उज्बेकिस्तानलाई कसरी लिनुभएको छ? मलाई त यो खेल अब उज्बेकिस्तानले नै जित्छ जस्तो किन पनि लाग्छ भने फर्स्ट टाइम वर्ल्ड कप अपियरेन्स त हो। एसियन कोटालाई रिप्रेजेन्टेसन गरेर हामी एसियन टिमलाई सपोर्ट पनि त्यो एउटा खालको छ। तर त्यो बाहेक चाहिँ उज्बेकिस्तानको त तपाईँ अहिले जुन प्रिपेरेसनहरू उनीहरूले चाहिँ इटालीको वर्ल्ड कप जितेको प्लेयरलाई चाहिँ कोच जसरी लिएर आएका छन्, फ्याबियो कानाभारो भन्ने प्लेयर हुनुहुन्छ होइन। सो उहाँ त्यो कोच चाहिँ त्यो लेभलको कोच लिएर आएको छ उज्बेकिस्तानले भने त्यहाँनिर पक्कै पनि त्यो इटालियन डिफेन्स स्टाइलको गेम चाहिँ हामीले उज्बेकिस्तानबाट देख्न चाहिँ हामीले ढुक्कै पाउँछौँ। 2006मा वर्ल्ड कप जित्दाखेरि जुन लेभलको इटालीको डोमिनेन्स थियो त्यो स्टाइलको उज्बेकिस्तानको गेम देख्छौँ हामीले। त्यही भएर चाहिँ आज कोलम्बियालाई गाह्रो पर्नेवाला छ। अब उहाँले त्यो भनिराख्दाखेरि चाहिँ अब म चाहिँ एउटा कुरा के भन्छु नि, अब नामै लास्टमा स्थान क्या फिफा ऱ्याङ्किङमा कुन ठाउँमा स्थान थाहा होइन। अब उहाँ टिमले कोलम्बियालाई डोमिनेट आयो। अब कस्तो अचम्मको कुरो क्या फेरि कस्तो भने अब यो नपत्याउने खोलाले बगाउने भन्ने कुरो त्यो पहिलाकोमा सिद्धान्तमा पुग्यौँ कि उहाँ चाहिँ फेरि जित्छ भनेर भन्नुभयो बिल्कुल सक्दैन क्या। आज कोलम्बियाले तपाईँको हेर्ने हो भने 3 गोलभन्दा बढी गोल हान्छ। त्यो पुरानो सिद्धान्त होइन, नपत्याउने खोलाले बगाउँछ। तपाईँले जुन जर्सी लाएर बस्नुभएको छ स्पेनलाई, त्यो टिमलाई एउटा केप बढे त्यो फिफा ऱ्याङ्किङको कुरा गर्नुहोस् न, फिफा ऱ्याङ्किङ केप बढे कति तल छ त्यस्तो टिमले पनि रोक्यो नि होइन। त्यो नपत्याउने खोलाले अहिले पनि बगाउँछ कि। अब म यसमा हँसै भन्न चाहन्छु किनकि हो 0-0 भयो अब के भन्नु। यहाँले सपोर्ट गर्ने टिम कोलम्बियामा पनि लुइस डियाज जस्तो स्टार प्लेयरहरू छन् होइन। सो टिम त हामी राम्रै पनि देखिरहेका छौँ। सो नपत्याउने खोलाले बगाउँछ या त्यो पनि ट्रु हो, तर एक्सपिरियन्स पनि म्याटर गर्छ जस्तो लाग्छ टिमहरूमा होइन। सो यहाँको टेक अब कस्तो खोलाले बगाउँछ भन्ने कुरा हो। अब त्यो अब कस्तो भने अब यो कुलोमा यति सानो कुलोमा बगेकोले बगाउने हो कि ठुलोले बगाउने हो कि त्यो कुरामा आउँछ पहिला सुरु चाहिँ। कस्तो भने अब कहाँ कोलम्बिया त्यो कहाँ उसके नाम पनि स्थान लास्टमा फेरि फिफामा कति स्थान हुने थाहा छैन, बढे घटे केही पनि थाहा छैन, कति ऱ्याङ्किङ पनि थाहा छैन होला उहाँलाई त कति ऱ्याङ्किङमा छ। ऱ्याङ्किङ म्याटर गर्दैन कहिले पनि, स्थान ऱ्याङ्किङ म्याटर गर्छ नै। एउटा त्यो ऱ्याङ्किङ बेल्जियम कति वर्षसम्म फुटबलमा नम्बर 1 ऱ्याङ्कमा थियो तर केही पनि जित्न सकेन। ऱ्याङ्किङले हुने होइन कहिले पनि। ऱ्याङ्किङ किन राख्नु पर्यो त फिफामा? ऱ्याङ्किङ नगरेर सिधै ऱ्याङ्किङ नराखिकन राखे भयो। यो त एउटा सोको लागि राखिएको कुरा हो। तर ऱ्याङ्किङ त राखेको छ एउटा प्लेयरको ऱ्याङ्किङ त छ नि, ऱ्याङ्किङ छ। त्यो ऱ्याङ्किङ उल्टाउन इजी नै हुन्छ कि। त्यो बेल्जियमले पनि 4-5 वर्ष मजाले फर्स्ट स्टारमा डोमिनेट गरेर बसे पनि केही जित्न सकेको छैन। ऱ्याङ्किङ हुँदैमा राम्रो त्यही टिमले जित्नुपर्छ भन्ने चाहिँ हुँदैन। तर मैले आज अब अहिलेको जुन प्लेयर फर्ममा छ कोलम्बियाको, जुन एक्सपिरियन्स र फर्ममा छ त्यो प्लेयरको अनुसारले त आजको खेल भनेको वान साइडेड पुरै डोमिनेटै हो क्या।
आज अब बाहिर experience- नहेर्दा नि हुन्छ तपाईँहरूले गेम हामी आज त्यो त डोमिनेट हो त्यो हामी मेन चलेको लिगहरू मात्रै हेर्छौँ हामीलाई बाहिरको कुरा थाहा हुँदैन तर हजुर। तपाईँ उज्बेकिस्तानको चाहिँ स्ट्राइकर हेर्नुहोस् होइन एल्डोर भन्ने स्ट्राइकर हुनुहुन्छ उहाँले टर्किस लिगमा यही वर्ष 22 गोल हान्नुभएको छ टर्किस लिगलाई सानो लिग त मानिँदैन हामीले टर्किस लिग हजुर। ठुलो लिग हो ठुलो लिगमा 22 गोल हानेको स्ट्राइकर पनि उज्बेकिस्तानबाट खेल्दै हुनुहुन्छ ठुलो नाम त यहाँ पनि छ हामीले त्यो लिग हेर्दैनौँ त्यही भएर हामीलाई थाहा छैन कि हजुर त्यो कुरामा अब तपाईँले भनिहाल्नुभयो टर्की लिगमा खेल्छ अरे अब टर्की लिग हेर्ने कसले पनि भन्नुभयो आफैले अब कुन ठुलो लिग रहेछ नहेर्ने लिग त होइन होला हेर्ने पक्कै फ्यान अब कस्तो नि फुटबल फ्यान भएपछि अब सानो ठुलो भन्ने कुरो हुँदैन अब तपाईँले अघि नै मलाई इक्जाम्पलमा यसमै पेलिदिनु भयो स्पेन र अरू 0-0 गोलमै पेलिदिनु भयो अब अन्डरडक्स टिमले राम्रो गर्छ पक्कै तर अब कुन टिमलाई गर्यो भन्ने कुरा पनि अलि अब गेम त भएको छैन अब हामीले एनालाइसिस गर्दाखेरि त अभियसली कोलम्बिया यसो हेर्ने हो भने कोलम्बिया धेरै माथि भएको टिम हो र अझ स्थान के नाम पनि फेरि कस्तो उज्बेकिस्तान भन्न पनि गाह्रो फेरि गेम पनि त्यस्तै होला उहाँहरूको अब मैले त हेरेको पनि छैन अब एसियन टिम हो सायद एसियन गेमहरू खेलिरहेको होला ठिक छ उहाँलाई पनि अल द बेस्ट भन्न चाहन्छु राम्रोसँग खेल्नुलाई हजुरलाई पनि अल द बेस्ट सपोर्ट गर्दै हुनुहुन्छ धन्यवाद सो डोमिनेट सो वान साइडेड हुन्छ अन्डरस्टिमेट पनि गर्न मिल्दैन त जस्तो लाग्छ किनभने यो वर्ल्ड कपमा हामीले धेरै अन्डरडग टिम भनिरहेको टिमहरूकै उदय देखिरहेछौँ क्या अब म अब के भन्छु भने अब एउटा त अघि नै पनि उहाँले टेम्परेचरको कुरा गर्दै हुनुहुन्थ्यो कस्तो भने एउटा जतिसुकै बलियो राष्ट्र होस् जतिसुकै बलियो टिम होस् अब हामी पनि यो फिल्डमा आउँदाखेरि पहिला सुरु छिर्दाखेरि त हामीलाई पनि सुरुमा गाह्रै हुन्छ के गर्नु हो के नगर्नुपर्ने हो त्यो कुरामा धेरै गाह्रो हुन्छ एक्सपिरियन्स लिनु बिस्तारै एक्सपिरियन्स लिँदै जाने हो नयाँ ठाउँ हो त्यसको बारेमा खोज्नुपर्छ फुटबलमा कस्तो हुन्छ भने अब फुटबलमा अब आज गेम भयो अब तपाईँको अमेरिकामा गेम हुँदैछ पहिला सुरु त त्यो पिच भनेको उहाँ दुईटै टिमको लागि नयाँ हो तर एक्सपिरियन्सको अनुसारले त कोलम्बिया धेरै अगाडि हो नि त पिच फेरि कस्तो नयाँ टिमलाई नै पिचको हुन त आइडिया हुँदैन पुरानो टिमलाई त झन् त्यो अब अरूको देशमा गइरहेको ठाउँ मेन कुरा त अब फ्यान कतिको छ अब कहिलेकाहीँ टिमहरू फ्यान धेरै भएको कारणले पनि होपलेस भएको पनि देखेको छौँ नि त गेममा फिफा वर्ल्ड कपमा पनि देखेको छौँ नि त जुन टिमलाई धेरै समर्थक आउँदाखेरि पनि निराश भएर हारेको त्यो जुन प्रेसर एउटा फ्यानको प्रेसरले पनि गेमहरू धेरै चेन्जेसहरू आइरहेको हुन्छ नि त मैले चाहिँ के भन्छु भने अब पहिलो गेम हो ड्र होला जित्ला त्यो ठिक छ यदि ड्र भयो भन्दैमा त्यो कस्तो नि घाइते पाएको हो क्या फेरि ड्र भयो भन्दैमा अब यो गयो सक्यो अब एक गेम हाऱ्यो भन्दैमा फिफा सकिने पनि होइन किनभने 3-4वटा गेम हुने हो 3-4वटा गेममा फर्स्टै नभए पनि सेकेन्ड हौँ न सेकेन्ड भएरै जाउँ न तर हामी राउन्ड पछि त हामी त गेम छ नि त म चाहिँ के भन्छु भने आज कोलम्बियाले चाहिँ जस्तो डोमिनेट चाहिँ बबाले हान्छ गेममा डोमिनेट भन्ने चाहिँ हुँदैन आजको खेलमा एसियन टिमको तर जित्छ भने चाहिँ हजुर लाग्छ होला कोलम्बियाले एसियन टिम चाहिँ यो जुन डोमिनेसनमा आइरहेको छ हजुर। म ढुक्कै भयो उज्बेकिस्तानले जित्छ नै भन्दिनँ तर यहाँनिर म चाहिँ ड्र देख्दैछु यो म्याच चाहिँ होइन अब उहाँले अघिसम्म उहाँ जित्छु भन्ने लाग्दै हुनुहुन्थ्यो अब ड्रसम्म पुगौँ हो कुनै न अब जित्छ बाबु छोड्दै भने जस्तो पनि गर्नु यो खेल जान सक्छ जस्तो लाग्छ त किनभने उज्बेकिस्तानको पनि जुन म्यानेजर जुन इटालियन म्यानेजर हुनुहुन्छ युरोपियन स्ट्यान्डर्ड उहाँले गेम धेरै बुझिसक्नु भयो आफै खेलेर चाहिँ उज्बेकिस्तानलाई कोच गरेर त्यहाँसम्म पुर्याउनु भइसकेको छ उहाँले आफ्नो लेभल पुऱ्याइसक्नु भएको छ भने उज्बेकिस्तानको यो फर्स्ट वर्ल्ड कप पनि हो होइन फर्स्ट वर्ल्ड कप भइसकेपछि चाहिँ त्यो उनीहरूको चाहिँ एउटा हामीले जस्तै अस्ति नै कुरासागोमा देखिसक्यौँ केप वर्ल्डकपमा देखिसक्यौँ जुन फर्स्ट वर्ल्ड कप फर्स्टचोटिमै आउट फर्स्ट वर्ल्ड कपमा फर्स्टचोटिमै आउट भन्दा पनि फर्स्ट वर्ल्ड कपमा केही देखाएर जाउँ भन्ने मेन्टालिटीको साथ जर्सी उत्रिन्छन् देशको झन्डा र जर्सी देखाएर जाने हो उनीहरू त्यो गेम देखाउनको लागि उत्रिन्छन् र आज त्यो सर्टेन लेभलमा हामी देख्छौँ पनि अब उहाँले अब अस्ति त अब उहाँले स्पेनकै जर्सी लगाएको भन्दा पनि अब उहाँ अस्तिको गेममा कसै देख्यो भने तपाईँको अब गेम त अब 0-0मै गयो तर गेम कसको धेरै खेलिएको देख्यो बल कसको खुट्टामा पऱ्यो भन्दाखेरि स्पेनको खुट्टामा पऱ्यो अब त्यो टिम आउट भयो भने के देखिन्छ भने बल चाहिँ फलानाकोमा पऱ्यो तर बलसँग हामीले पनि फोटो खिच्यो गेममा भिडियोमा हामी पनि छौँ है ओके द्याट वाज त्यस्तो चाहिँ हो फेरि। एनालाइसिस एकदम इन्ट्रेस्टिङ एनालाइसिस थियो उहाँको होइन सो हजुरको प्रेडिक्सन चाहिँ के छ आज गेममा त अब 3-0 KO ओके म भन्छु 0-0 हुन्छ आज 0-0 आज डेडलक ब्रेक नै हुँदैन यो खेलमा 0-0 खेल ओके सो वर्ल्ड कपको अहिलेसम्मको एकदमै अन्डरडग्सहरूले राइज गरिरहेको कुरामा उहाँ उज्बेकिस्तानको लागि होप लिएर आइसक्नु भएको छ भने एक्सपिरियन्स म्याटर गर्छ भन्ने कुरामा उहाँले कोलम्बियाको लागि आफ्नो टेक लिएर आइसक्नु भएको थियो सो द्याट वाज आवर प्री म्याच प्रेजेन्टेसन फर उज्बेकिस्तान भर्सेस कोलम्बिया थ्याङ्क यू फर वाचिङ सुनको बल सुनको बल सुनको बल अब आफ्नो एक्सट्रिम एनर्जी ड्रिङ्कको क्यानमा भएको क्युआर कोड स्क्यान गर्नुहोस् र सुनको बल जित्ने मौका पाउनुहोस्